आज चाहिँ के मलाई खान मन लागेको चाहिँ एउटा थियो होइन, तर मैले खाना पकाउन चाहिँ अर्को पऱ्यो के खाना चाहिँ अर्को पऱ्यो। खासमा कुरो के भन्नुहुन्छ भने साथीहरू चाहिँ म चाहिँ आज चाहिँ एकदम गाभा खान मन लाग्थ्यो कि कति दिन भइसक्यो आज गाभा नखाएको अनि आज गाभा पकाउँछु मिठो तरकारी अनि खान्छु भनेर अनि मैले गाभा-साभा टिपेँ है यस्तो मजाले धोइ धाइ पारेँ होइन न। अनि मेरो हात पनि कस्तो मेहन्दी जस्तो देखिएको छ कि यो गाभा टिप्दाखेरि अनि यस्तो चिलाउँछ पनि गाभा टिपटाप पारेँ लास्टमा कुरो बिगाएर यो च्याउ के देख्नु भएको छ नि यो च्याउले कुरा बिगार्यो क्या मेरो। मलाई यस्तो मजाले खान मन लागेर म त्यस्तो मेहनत गरेर टिपटाप पारेँ लास्टमा बाबाले लिएर आउनुभएछ यो च्याउ अनि भन्नुहुन्छ कि आज च्याउ बनाऊ भोलि अनि गाभा पकाउला अरे अब बाबाले भनिसकेपछि अब नाइ भन्न नि त सकिन्न नि त बाउआमाले भनेपछि अब हुन्छ भन्न परिहाल्यो भन्दाखेरि अनि मैले मेरो गाभालाई मैले छोड्नु पऱ्यो कि साइडमा राख्नु पऱ्यो अनि यसरी अब पकाउन पऱ्यो भनेर लाएँ म यो तरकारी बनाउन लाएँ होइन च्याउको तरकारी फेरि मलाई च्याउ मन नपर्ने पनि होइन मलाई मन चाहिँ पर्छ है एकदम मनपर्छ च्याउ पनि तर साथीहरू आज मलाई यस्तो गाभा खान मन लाग्थ्यो मलाई मन लागेको एउटा तर पकाउन अर्को पऱ्यो तर मैले पकाएँ यस्तो मजाले पकाएँ कि बाबाले नि औँला चाटी चाटी खानुभएको थियो खानु अनि पछितिर लाएर मैले पकाएँ तर यस्तो हुँदो रहेछ कि आफूलाई खान मन लागेको बेलामा खाना नपाउँदा त तल 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 झन् बढी खान मन लाग्ने के भोलिपल्ट जे होस् बनाउन चाहिँ बनाएँ तर के गर्नु पाएको मन लागेको दिन नपाएपछि होइन अनि यसरी च्याउलाई राखेर मैले अब चलाउँछु आलुमा पानी आउँछ नि त च्याउबाट पनि सुकाएँ अनि बेसार सेसार राखेँ त्यसपछि चाहिँ यो लसुन अदुवा के पिस्याएको थिएँ त्यसको पेस्ट हालिदिएँ अनि त्यसपछि मेरो बानी कि बिचमा टमाटर राख्छु क्या मैले अनि त्यसपछि नुन राख्छु त्यसमाथि अनि मसला राखेर ढाकिदिन्छु के अनि मलाई लाग्छ यसरी गरेपछि मजाले टमाटर पाक्छ अनि हजुरहरूले कसरी राख्नुहुन्छ कमेन्ट गर्नु होला है साथीहरू अनि टमाटर मजाले पाक्छ पनि पाके पनि थियो खो यसरी चलाएँ मजाले अनि चाहिँ म के गर्छु भनेपछि म टेस्ट गर्छु तरकारीलाई यो चाहिँ मेरो एउटा खराब बानी है खाना पकाइसकेपछि सुरुमै आफै टेस्ट गर्ने अनि मजाले मिठो तरिकाले पाके पनि रहेछ ग्यास बन्द गरिदिएँ अनि ग्यास सरसर्ती पुछेँ है त्यसपछि चाहिँ म अब रोटी हाल्छु रोटी र तरकारी यस्तो मिठो हुन्छ किन एक टाइम त रोटी मजाले चाहिन्छ क्या मलाई अनि रेडी भइसक्यो अब चाहिँ रोटी पकाउँछु मैले बेल्छु पनि मजाले मुछ्छु पनि मजाले तर मलाई फुलाउन भने चाहिँ खासै राम्रोसँग आउँदैन क्या अनि रोटी पाकिसकेको थियो सबै अनि खाना रेडी छ अब रोटी तरकारी मेरो है यस्तो मजाले आजलाई यति नै बाई बाई साथीहरू लभ यु भोलि भेटौँला अर्को मिनी ब्लगमा बाई बाई